म चाहिँ आज नट जापानिज खाना मध्येको एक यो चाहिँ जापानिज ट्रेडिसनल खाना पनि हो। नट्टो भन्छ। यो चाहिँ सोयाबिनबाट बनाएको हुन्छ। सोयाबिनलाई कुहाएर बनाएको हुन्छ अनि यो चाहिँ एकदम हेल्दी मानिन्छ जापानमा है। जापानिजहरूले धेरै खान्छ। मैले चाहिँ अहिलेसम्म खाएको छैन, जापान आएदेखि खाएको छैन। तर सबैले अब खा राम्रो हुन्छ भन्ने है, जापानिजसँगै काम गर्ने साथीहरूले, सँगै काम गर्ने अब बुढीहरू हुन्छ नि त, उनीहरू चाहिँ खा राम्रो हुन्छ, स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर भन्छन् है। अब म चाहिँ अहिलेसम्म खाएको थिइनँ। आज चाहिँ अब खाना ट्राई गर्दैछु। यसको चाहिँ गन्ध अति नराम्रो के, गन्ध चाहिँ सुरुमा खाने होला चाहिँ गन्ध अति के हुन्छ, लास्टिक स्मेल आउने है। अब म चाहिँ खान सक्छु कि सक्दिनँ अनि खाएर देखाउँछु भित्र कसरी छ। यसमा चाहिँ अब 3वटा छ है, 3वटा छ। अब एउटा निकाल्छु, यता राख्यौँ होइन, 3वटा। अनि यो चाहिँ यस्तो हुँदो रहेछ। अनि कसरी खोल्ने हो यसरी खोल्ने रहेछ है। अच्छा, यो चाहिँ यहाँभित्र तारे सस रहेछ है। अनि यो चाहिँ के हो, यो मस्टर्डको सस, मस्टर्ड हो यो है। अनि यो चाहिँ यस्तो हुन्छ यो। अनि यो चाहिँ यसलाई निकालेर यस्तो हुन्छ कि च्याप च्याप। हुन्छ, यसलाई चाहिँ अब यो ससहरू हालेर चाहिँ मिक्स गर्नु पर्यो। कस्तो हुन्छ, खान सक्छु कि सक्दिनँ यार। ओइ यसलाई चाहिँ अलिक मजाले घोल्नुपर्छ, माजेर गर्नुपर्छ। दुवै राम्रो छ त अलि। सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। नो मबाट हुँदैन यो। अच्छा, उस म चाहिँ साथीहरू नसक्ने भए एक बाइट पनि खाएको छैन, नखाएरै फाल्छु। उसको गन्ध साह्रै नमिठो हुँदैछ हो। या भाइ हुन त नि भाइ, म चाहिँ यो सबै फालिदिनु पऱ्यो यार। यो त सक्दिनँ म त, मबाट चाहिँ हुँदैन।